अल्छे भने चाहिँ यस्तो हुन्छ हेर्नुहोस् त आमामा ऊ निद्रा पुगेन हौ कति बज्यो अहिले 12 बजिसक्यो यस्तो छ हामी यहाँ कति काम गरिसकेर बसेको इस फुलसुल गोरेर घर दाँत मोल्छ अन्त कहिले यस्तो पाराले गाह्रो छ मलाई यहाँ आएर ऊ अल्छे छ है हजुर के गर्नुपर्ने हो हेर आऊ म चाहिँ वाक्कै लाग्छ काम कम्ती गर्नु पर्दैन स्टाइल होला मेकअपको सामान पुरा किन्छ नि कम्ती त हुन्छ लु हेर्नुहोस् यस्तो लुकी उयो गर्छ यहाँ हेर्नु सुत्यो उठ्यो अब दाँत सात मोल्यो हो एक रास खाना खाएर अब हिँड्नु आँटेको छ अब हेरौँ न रातिको खानाधरि पकाइदिनु सक्छु नदिएर त चार चोटिको खाना पकाइदिनु पर्छ मैले यस्तो काम गरेँ म देख्यो होला अब लुगा फिजाइ राखिदिन्छ यसरी लुगा हेर्नु है यहाँ उठाएको सुत्यो 12-1 बजीसम्म थुपार्यो अब मेरै माथि थुपारिदिन्छ यसरी अन्त यस्तो बुढीलाई के गर्नु भने साथीहरू यसो भनिदिनुहोस् है अब लुगा हेर्न फिजाको यहाँ घरको काम घरमा त बस्नु त हुँदैन काम लाएर बिजोक बनाउँछ यस्तो छ एउटा लुगाले 50 पल्ट लाउनुपर्छ यहाँ मान्छेले कमाएर अब अल्छीको रानी रेडी भयो हिँड्नुलाई लुगा फ्याट फ्याक्छ यसरी पलङमा म मिलाउनुपर्छ घरको औरत चाहिँ म हो नि त घरको लक्ष्मी चाहिँ म हो अब फेसन हेर्नुहोस् है यहाँ फेसन हेर्नुपर्छ अब एटीएम कार्ड चाहिँ म हो नि त यहाँको हेर्नुहोस् एटीएम कार्ड चाहिँ म यहाँको है फेरि अब कहाँ पार्टी छ त्यहाँ कुद्ने होला यस्तो अल्छी बुढीहरूसँग चाहिँ सकिनँ म काम अराउनु 1 नम्बर यो गर त्यो गर के अडायो आफूलाई अब केही दुखिरहेछ आइया भन्नुपर्छ आफै आइया भन्छ के भन्नु अब ऐना फेरि यसलाई मुखैमा चाहियो ऐना ल क्रिम त यहाँ 5 रुपियाँको लाउनुपर्छ छैन पुरा खरिद भएर यस्तो छ मेकअपहरू चाहिँ म जस्तो सिम्पल छु नि यो फ्रीको क्रिम लाउनुपर्छ फ्रीको खरि केस त्यस्तै जुम्लुङै होला गरिब बुढाको बुढी चाहिँ कस्तो हुन्छ भन्दा भने नि अलिकति होइन नि तिनीहरूले जानेको छ के लाउनु खै हामी केटाहरू चाहिँ दारी सारी काट्यो हिँड्यो कुद्यो मुखसुख धोएर यस्तो सब अराउँछ अब चस्मा अब हिँड्नु लागेको छ हो मेकअप सेकअप गरेर आमा चिडिक्क भएर
अब हिँड्नु लागेको यो अन्त घरको काम चाहिँ मलाई टाउको माथि एक दिन छुट्टी हुनु हुँदैन काम चाहिँ जति भएको थुपारिदिइराख्छु माई वाचिङ माई भिडियो तपाईँहरूलाई यो मन पऱ्यो कि मन परेन यो भिडियो है मन परे प्लिज लाइक कमेन्ट र सब्सक्राइब गर्नु नबिर्सिनु होला फेरि आउँदो अर्को कुनै एउटा यस्तै जोक भिडियोहरू बुढाबुढीको कहानीमा म लिएर आउनेछु अहिलेको लागि तपाईँहरूलाई जय हिन्द।